सिमसिम पानी परिराखेको छ। यो बिहानीको समय थबाङ ठुलो गाउँ थबाङ नाङखार पुगिरेको भूमिको भित्र छ। तपाईँले देखिराख्नु भएको छ थबाङ ठुलो गाउँ आधुनिकताको नाममा आफ्नो मौलिक स्वरूप मौलिक पहिचान बिस्तारै गुमाइराखेको छ। यो छलफलको लागि भए पनि विचार विमर्शको लागि भए पनि अथवा थबाङ गाउँलाई आफ्नो पुरानै मौलिक स्वरूपमा कसरी फर्काउन सकिन्छ भन्ने चिन्ताका साथ पनि मैले यो छोटो भिडियो बनाउन गइराखेको छु। कुहिरोले बिस्तारै छोप्दैछ गाउँलाई, पानी पनि परिराखेको छ। यो थबाङमा पाहुनाहरू अथवा चाहिँ मान्छेहरू के कारणले भिजिट गर्न आउँछन्, के कारणले चाहिँ घुम्न आउनुहुन्छ, यो विषयमा हामी जानकार छौँ जस्तो लाग्छ। खास गरी यहाँको बस्तीको मौलिक स्वरूप छ, त्यसको अध्ययनको लागि, त्यसको दृश्यावलोकनको लागि, यहाँको चाहिँ मौलिकता, यहाँको भाषा, यहाँको संस्कृति, यहाँको सभ्यता, यहाँको ऐतिहासिकता लगायतका कुराहरू अध्ययनको लागि, भ्रमणको लागि भिजिटमा आउनुहुन्छ, भ्रमणमा आउनुहुन्छ। तर हाम्रो यहाँको गाउँको मौलिक स्वरूपलाई हेर्ने हो भने चिन्ताजनक छ, सोचनीय विषय बनिसकेको छ कि थबाङ ठुलो गाउँमा करिब 300 को हाराहारीमा चाहिँ घरहरू रहेको छ। यो घरहरू पुरानै बस्ती हेर्ने हो भने आफ्नो मौलिकतामा जसरी काठले छाएको मौलिक घरहरू, ढुङ्गाले छाएको ढुङ्गे घरहरू कति आकर्षक, कति मौलिकता, हाम्रो पुर्खाहरूको एउटा कलाको, सभ्यताको एउटा निशानीको रूपमा, सौन्दर्यको रूपमा चाहिँ हामीले पाउँथ्यौँ, हेर्थ्यौँ, देख्थ्यौँ। तर त्यो बिस्तारै अहिले त्यो चाहिँ गुमिराखेको छ अथवा हराइराखेको छ। यो विषयमा चाहिँ हामीले चाहिँ चिन्ता गर्नुपर्ने, चासो गर्नुपर्ने, अथवा चाहिँ थबाङ ठुलो गाउँ नाङखारलाई आफ्नै मौलिक स्वरूपमा, मौलिक सौन्दर्यमा चाहिँ कसरी राख्न सकिन्छ भन्ने विषयमा चाहिँ विचार विमर्श गर्नुपर्ने, छलफल गर्नुपर्ने तत्कारो आवश्यकता देखिन्छ। यसको लागि मेरो व्यक्तिगत कुरा, यद्यपि औपचारिक अनौपचारिक ढङ्गले सम्बन्धित ठाउँहरूमा, सम्बन्धित निकायहरूमा राखिएको विषय पनि हो कि अहिलेसम्म यो थबाङ ठुलो गाउँमा चाहिँ यो 300 घरधुरी वरिपरिमा चाहिँ करिब 35-40% घरहरू मात्रै बिग्रेका छन्, आरसीसी बनेका छन्, टिनले छाइएका छन्, जसले चाहिँ थबाङको आफ्नो मौलिक स्वरूपलाई कुरूप बनाइदिइराखेको छ। यसलाई त्यो बिग्रेको 35-40% जो घरहरू छ, जसले चाहिँ मौलिक स्वरूप हरण भएको छ, यसलाई सचेततापूर्वक एउटा नीति नै बनाएर योजनागत ढङ्गले चाहिँ यसको हल गर्न सकिन्छ भन्ने विषय चाहिँ मलाई लाग्छ। जसमा यो बिग्रेको 35-40 घरधुरीलाई हामीले फेरि पुरानै खालको छानो, काठको होला, ढुङ्गाको होला, मौलिक खालको चाहिँ छानो हालेर अथवा चाहिँ आरसीसी गरिएका ढलान घरहरूलाई पनि माथि चाहिँ काठ र ढुङ्गाको छानो हालिदिएर प्लस्टर गरिएको घरमा चाहिँ लोकल खालको चाहिँ ढुङ्गाहरू छापेर त्यो पुरानै मौलिक स्वरूपमा चाहिँ फर्काउन सकिन्छ। र नयाँ बनाइने घरहरू जहाँ चाहिँ नयाँ बनाइन्छ, पुरानोलाई भत्काएर नयाँ बनाइन्छ, नयाँ बनाइने घरहरूलाई पनि पुरानै मौलिक स्वरूपको, मौलिक टाइपको चाहिँ डिजाइनमा चाहिँ घरहरू बनाउन सकिन्छ भन्ने विषय लाग्छ। र यहाँको चाहिँ घर बनाउने क्रममा त्यो खालको चाहिँ डिजाइनमा मात्र घरको नक्सा पास गरेर घर बनाउन दिइयो भने
त्यो पनि हल हो भन्ने लाग्छ। यो विषयमा चाहिँ स्थानीय सरकार, प्रदेश सरकार, सङ्घ सरकारले चाहिँ ध्यान दिनुपर्छ, ध्यान दिन जरुरी छ। त्यसपछि मात्र एउटा नीतिगत ढङ्गले नीति नै बनाएर यसको मौलिकता, थबाङ नाङखारको मौलिकतालाई जोगाउने विषयमा चाहिँ ध्यान दियो भने गाह्रो छ जस्तो लाग्दैन। नीतिगत ढङ्गले नै यसरी जानुपर्छ भन्ने किसिमले चाहिँ गइयो भने यसको हल छ। थबाङ नाङखारको मौलिक स्वरूपलाई बचाउन सकिन्छ, जसको विषयमा हामी चाहिँ चिन्ता गरिरहेको छ, चासो गरिरहेको छ, यो सामान्य नै छ भन्ने लाग्छ। यतिखेर पानी तरतर परिराखेको छ, पानीले पनि भिजाइसकेको छ। थबाङलाई बिस्तारै कुहिरोले छोपिराखेको छ। यो विषयमा चाहिँ तपाईँ हामीले चाहिँ चासो लिनुपर्छ, चिन्ता लिनुपर्छ, विचार विमर्श गर्नुपर्छ भन्ने कुरा सँगै यो चाहिँ छलफलको लागि, विचार विमर्शको लागि मैले चाहिँ तपाईँहरू सामुन्ने यो चाहिँ छोटो यो पानीकै बर्सातकै बिचमा पनि मैले चाहिँ छोटो भिडियो बनाएको छु। हस्, धन्यवाद।